को आउनु भयो भन्दाखेरि हेलो भन्देऊ न नि यहाँनिर के ल्याइदिनु भएछ पापाले के ल्याइदिनु भएछ पापाले खै थ्याङ्क यू पापा भनेको नि भोलि साथीहरूलाई पनि दिनु हाम्रो चाहिँ फ्राई हुँदैछ चिकन यति भइसक्यो टेस्ट पनि गर्दैछु गुड मर्निङ एभ्रिवान वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरूलाई फेरि पनि मेरो च्यानलमा वेलकम छ र आज धेरै दिन बाद म ब्लग स्टार्ट गर्दैछु रिजन छ है साथीहरू मैले भनेको थिएन के हो रिजन भन्दाखेरि चाहिँ मेरो म अलिक बिसन्चो पनि थिएँ है कति दिन भयो घाँटीहरू डल्लै दुख्दैछ अनि खोकीहरू लागिरहेको छ अनि प्लस मेरो चाहिँ उता मेरो पापाको आमा चाहिँ बित्नु भयो नि त अस्ति हिजो छोडे अस्तिको दिन सो म चाहिँ यहाँनिर लखनऊमा छु अहिले जानु पाएन हो तर मेरो पापा मम्मीहरू जानुभएको छ सो त्यही नै थियो ब्लग गर्नु नै मन लागेको थिएन हो दिन बाद ब्लग स्टार्ट गर्दैछु र अहिले चाहिँ म स्कुल नानीलाई छोडेँ ब्रेडहरू पनि बनाइसकेँ है अब चाहिँ म ब्रेकफास्ट गर्न गइरहेको छु ब्रेकफास्टमा चाहिँ अब म पुरा त्यो उयोहरू भएर होला कि मतलब चिसो लागेर हो खोकी सर्दीहरू भएर होला पुरा मलाई त यस्तो क्रेभिङ भयो नि उसको म चाहिँ अहिले बनाउँदैछु करेन्ट बनाउँदैछु हो यो चाहिँ माथिल्लोपट्टिको दिदीले अस्ति उता घुम्न जानुभएको थियो उहाँले ल्याइदिनु भएको हो अनि खानु मन लागेर बनाउँदैछु बिहान आज सुप बिहानी म चाहिँ आज करेन्टबाटै गरिदिनु जसुकै होस् लु साथीहरू अब चाहिँ म चाहिँ मेरो ब्रेकफास्ट गर्नु आँटेको यो बनाइसकेँ हो करेन्ट यो खान्छु अब खाइला भन्ने जस्तो एउटा भिडियो बनाउँछ नि साथीहरू तपाईँलाई थाहा छ पुरा भाइरल भइरहेको छ अहिले जस्तै गर्नु पर्यो खाइला भनेर थप्पो साथीहरू मैले खाजा पनि खाइसकेँ ब्रेकफास्ट पनि गरिसकेँ है अब चाहिँ मेरो काम त्यही हो तपाईँहरूलाई थाहा छँदैछ लुगा धुने काम घर बढाउने काम हो अब त्यही
नानीलाई लुगा छ अब यसलाई धुनु पर्ने हुन्छ मैले हो। सो गाइज अब लुगा सुगा धुन्छु उसके बाद फेरि कन्टिन्यू गर्छु नि है। हेर्दै गर्नुहोस् होला मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस् होला, स्किप नगरी हेरिदिनुहोस् है। फेरि बाई, एकछिन भेट्छु। साथीहरू मैले पोचा पनि लगाइसकेँ हो। अब चाहिँ म जानु आँटेको कम्प्लेक्स, किनभने तेल सकिरहेको रहेछ, तेल ल्याउनु पर्ने हुन्छ। सो तपाईँलाई म त्यही गएर मेरो स्वर के भयो ख्याप्पो हुन त्यो साथीहरू। ल अब तपाईँलाई एकैचोटि त्यहाँ गएर भेट्छु है, हेर्दै गर्नुहोस् होला। ल साथीहरू म कम्प्लेक्स गएर पनि आइसकेँ हो घरमा। अब चाहिँ म खाना बनाउँछु, त्यहाँनिर भिडियो गर्नै पाइनँ, बिर्सी पठाउँदो रहेछ भिडियो गर्नुको लागि। ब्लग गर्छु भनेर जान्छु हो, ब्लग गर्नै बिर्सी पठाउँदो रहेछ। र अब चाहिँ ल अब चाहिँ म खाना बनाउने है। आज चाहिँ म के बनाउँछु भन्दाखेरि चाहिँ भेजिटेबल्स पनि कति खानु है। आज म बनाउँछु सोयाबिन। म चाहिँ खानासाना बनाएर पनि अब चाहिँ निक्लिँदैछु गेटमा, किनभने मेरो पार्सल आएछ हो। नानी पनि लिएर आउँछ एकैचोटि, छुट्टी भयो अब नानीको नि। तपाईँलाई एकछिन भेट्छु ल। उफ घाम है। मेरो छोरी स्कुलबाट आयो, अब यो खोला त न छिटो आउँछ खोल्नु। खोला त चाबी। मेरो छोरीले ताला खोलेको रे। उपर को आउनु भयो? खै कता गयो इमा? फाइनली घरमा को आउनु भयो भन्दाखेरि हेलो भन्देऊ न नि यहाँनिर, यहाँनिर ब्लगमा। ढोक पनि के गरेको लु के बोलाएको रहेछ यहाँ यसले खाँदैछ यहाँ त छोरी चाहिँ लुक्दैछ हो आपा आएको देखेर। यहाँ खुसी हुँदै खै ढोक गरेको नि पापालाई। ब्याग त खोल्नु नि है। मेरो हस्बेन्ड पनि आज एक दिनको लागि आउनु भएको छ गाइज। टेम्पोरेरी ड्युटी परेर चाहिँ आउनु भएको, खासमा चाहिँ बस्नुको लागि चाहिँ होइन, फर्किहाल्नुहुन्छ हो। अब चाहिँ म खाना आदि कल्चो भइरहेको छ, त्यही कम्प्लिट गरिहाल्छु ल। एकछिन भेट्छु, बाई। यहाँ चाहिँ मैले सोयाबिनको पकौडा बनाउँदै थिएँ है। सो हेर्नु होला, मैले सोयाबिनको पकौडा हतार हतार बनाएँ। यसमा अलिक डढेको जस्तै भयो अलिअलि हो। मेरो रेसिपी चाहिँ अर्को भिडियोमा हेर्नुहोस् होला, सर्ट भिडियोमा म हाल्छु यसको रेसिपी चाहिँ। यति नै थियो है। हेलो एभ्रिवान, फेरि म इभिनिङदेखि ब्लग स्टार्ट गर्दैछु। अघि गर्नु पाइनँ, बिजी भएँ है खानासाना खाँदा के गर्दा। सो गाइज अब चाहिँ म डिनर, रातिको डिनर बनाउनु आँटेको। र यहाँनिर छ मेरो छोरी। छोरी के हो त्यो? के ल्याइदिनु भएछ पापाले? के ल्याइदिनु भएछ पापाले? खै थ्याङ्क यू पापा भनेको नि। भोलि साथीहरूलाई पनि दिनु है ल। ओके राख्नुहोस् न त्यो सबै, भोलि साथीलाई पनि दिनु ल। यो कुन चाहिँ कलर हो बेबी? विच कलर इज दिस? येलो। त्यो चाहिँ पिङ्क। यो चाहिँ
यो चाहिँ कुन चाहिँ कलर हो ग्रीन थ्याङ्क यू सो मच भन आप्पालाई हक गर अब चाहिँ म डिनर प्रिपेयर गर्नु आँटेको आज रातिको डिनर आज के छ भन्दै अब चाहिँ म यो मेरिनेट गरेको छु चिकनलाई अलिकति यहाँ फ्राई गर्छु हो यदि चाहिँ सब्जी बनाउँछु छ मेरो छोरी हेलो भन्दै बाबा खानु भएको अरे यस्तै खाँदै बस्नु ल अन्त मैले तीनवटा खाएको थिएँ मेरो चाहिँ फ्राई हुँदैछ चिकन यति भइसक्यो बनाउँछु टेस्ट पनि गर्दैछु दामी भएछ मेरो छोरी र आप्पाको नाम त्यस्तो भन्दैन ओके साथीहरू आजको भिडियो यतिसम्म थियो है तपाईले इन्जोय गर्नुभयो होला है अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच अब तपाईहरुलाई यसरी नै अब डेली ब्लग म गर्ने कोसिस गर्छु है सो तपाईहरु सबैजनालाई गुड नाइट हैव अ स्वीट ड्रीम बाइ बाइ सी यू इन नेक्स्ट ब्लग सोनिया बाइ भन्दिनुस् मेरो छोरी चाहिँ यहाँ लेख्दैछ हो एबीसीडी अझै पनि राति कति बज्यो 10 बज्न आँटेछ सो बाइ बाइ गाइस थ्याङ्क यू फर वाचिङ